Hello guys, welcome my YouTube channel everybody. So आज हामी नजिकैको एउटा पाटोमा घुम्न आएका छौँ जो असाध्यै एकदमै रमणीय छ। ल म थोरै गरेर केही पाटोका रमणीय दृश्यहरू देखाउन खोज्ने छु। सुन्दर हरियाली को दृश्यको साथमा है हेर्नु त चारैतिर यति राम्रो दृश्य छ नि एकदम बस्न पनि मजा आउने। यो हो डेलबेली लेकको माथि डाँडो। यो क्यालिफोर्नियाको पर्छ। क्यालिफोर्नियाको डिभर मल भन्ने ठाउँमा डेलबेली लेक हेर्नु होला। यस्तो रमाइलो छ, सबैजना आएर घुम्नु होला। घुम्ने ठाउँ डाँडा काँडा 2-4 महिना पछि अघि त हिउँ परेको थियो, अहिले हेर्नुहोस् पुरा हरियो डाँडो छ हजुर। जब हेऱ्यो हरियो डाँडो मात्रै छ, पर एउटा ठुलो समुद्र छ। आज के छ यो लेकको बारेमा के थाहा चाहिँ छैन, छ भने भनिदिनु न। खासै जानकारी त छैन भाइ, यसो 2-4 वर्ष भयो यो लेकतिर आउन थालेको। यो नजिकै छ। पोखरी पनि रहेछ दाइ, के को पोखरी हो त? यो गाई बस्तुहरूलाई चाहिँ घाँस खुवाउने ठाउँ हो। हेर्नु होला गाई चरो। यस्तो मजाको डाँडो छ, यस्तो मजाको डाँडो। क्यालिफोर्नियामा यसरी घुम्नु भनेको नट जोक, सबै घन्टा इजी छन्। लाइभ छ हेर्नुहोस्, घन्टा कोही उबर चलाउनेहरू जिन्दगीहरू यस्तै बितिराखेको हुन्छ, कसैलाई फुर्सद हुँदैन। यति दामी ठाउँ छ यार भाइ। यस्तो डाँडो मन्डेगाको डाँडो हेर्नु, मन्डेगा जाने डाँडो काँडो हेर्नु, यस्तो दामी छ कि मान्छेले यहाँ कति मेहनत गरेका हुन्छन् हेर्नु। यस्तो घाँसको नि पैसा आउँछ यार। एक डाँडामा यो त त्यो त धनाड्डे हो यार। 05 बाट खिचेको हो यो चाहिँ। सबैले भन्थे 05 भनेको कस्तो हुँदो रहेछ भन्ने। यही हो 05 भनेको, हेर्नु होला। यो युट्युबमा आउँछ। युट्युबको नाम के अरे भाइ? पुरा भन्नु पर्यो, मलाई चाहिँ थाहा छैन है। युट्युबको नाम रिजन भन्छ, पुरा नाम के हो त्यो पनि सर्च, रिजन ओली सर्च गर्नु होला। सर्च गरेर हेर्दाखेरि सबै देखिन्छ के गरेको छ। दाइ के भयो, आज यात्रा सकियो त? अब सकियो भाइ, घरतिर जाने जाडो भयो, चिया खान मन लाग्यो। के गर्नु, अरूले जाडो पानी खान्छन्, आफूले चिया खान्छ। तपाईँले आज मलाई घुमाउनु भयो, म तपाईँलाई आज चिया पकाएर खोज्छु। त्यही हुनाले चाहिँ यहाँ पानी अन्त सस्तो छ, हेर्नुहोस् पिए। दाजु के छ त आजभोलि नेपालतिर त अवस्था बिग्रेको जस्तो छ त है। हिजोको आन्दोलनमा के हो यस्तो दाइ? सो हेर्दा त साह्रै नमजा लाग्यो नि मलाई पनि। बोल्नु न हो दाइ, बोल्नु।
बिस्तारै हिँड न बिस्तारै। मान्छेले पसलहरू फोरेको छ, स्टोरहरू फोरेको छ, जसलाई जे मन लाग्यो त्यो लगेको छ। के हो यो राजा फर्काउन लाग्यो कि लोकतन्त्र हो यो? यस्तो तन्त्र भएन नि यार है। आन्दोलन भन्ने कुरा त शान्तिमूलक होइन, शान्ति तरिकाले र्याली निकाल्ने त्यस्तो पो गर्नुपर्छ त है। त्यस्तो लुट्ने अनि फोड्ने मान्छे मार्ने आज एकदम फ्रेस भयो त घुमेर है। थ्याङ्क यू सो मच यार। हप्ताभरिको कामको दुखाइ थकाइपछि यसरी घुम्न पाउँदाखेरि आहा हाम्रो गाउँघर चाहिँ तोली झकमक्क फुलेको रहेछ त। ल दाजु आज घुमाइसकियो त? सकियो घर जाने लास्ट गाइस, आजको यात्रा यहीँसम्म थियो है त। फेरि पनि अब फेरि कुनै टाइम आयो भने फेरि यस्तै राम्रा भिडियोहरू ल्याउनेछु। ल भिडियो कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनु होला। जस्तो त्यस्तै भनिदिनु होला। हस् त, नमस्ते, धन्यवाद।